गाइज हामी फाइनल्ली धरान आइपुग्यौँ होइन। सो आजको बसाइ चाहिँ धरानै हुन्छ होला। त्यसपछि हाम्रो डेस्टिनेसन चाहिँ तेह्रथुमसम्म हुनेछ। देयर इज अ स्पेसल इभेन्ट, वी विल नो लेटर अन होइन। सो हिजोदेखि नन स्टप बाइक हाँकेको हाँकै छ। सो हेलो गाइज व्हाट्सअप, यतिखेर चाहिँ म धरानमा छु है। गर्मी भइसक्यो, अहिले त पानी पर्ला जस्तो शीतल भएको थियो। अब चाहिँ हामी धरानबाट चाहिँ माथि तेह्रथुमको लागि हिँड्यौँ। अब बिस्तारै जाने हो चिलपारामा। ग्लोभ्स चाहिँ ब्यागमै छुटेछ होइन, ब्यागहरू गाडीमा पठाइदिएको। सो यहाँभन्दा अगाडि चाहिँ म फुलपाती भन्दा एक दिन अगाडि चाहिँ काठमाडौँबाट चाहिँ धरान आएको थिएँ बाइकमै। अनि धरान आएर अनि धरानमा 2 नाइट बसेर अनि फेरि म दसैँमाको लागि चाहिँ दसैँ मान्न चाहिँ चितवन गएँ बसमा। अनि फेरि चितवनबाट चाहिँ म फेरि बसमै फर्केँ होइन। अनि त्यसपछि अब चाहिँ बाइक यहीँ छोडेर गएको थिएँ। अब चाहिँ हामी यहाँ तेह्रथुमतिर लाग्यौँ है त। किनभने काठमाडौँबाट धरान आएर धरानबाट फेरि चितवन गएर फेरि तेह्रथुम आउँदा चाहिँ लास्ट गिदी हुन्छ नि त बाइकमा। सो यो यत्रो रस चाहिँ किन भन्नु पर्दाखेरि चाहिँ फेरि सरको बिहे थियो क्या, गणेश सरको बिहे थियो। सो गणेश विक्रम सिंहले सबैलाई थाहा छ होला, पायोनियर्स अफ रोबोटिक्स वान एन्ड ओन्ली। अनि बिहेको लागि चाहिँ हामी धरानमा आज बिहे प्रोग्राम एटेन्ड गरेर अब माथि दुली लिएर तेह्रथुम जाँदै। सो अनिल भाइ छ अगाडि जिक्सरमा। क्या दामी भ्यू देखिसक्यो, माथि पुरै कुहिरो लाग्यो है। भेनेटारको माथि होला है, बबाल दामी देखिसक्यो क्या। त्यो वान वे रहेछ, अस्ति मैले वान वेमै हाल्दिएँ क्या ढ्याक्कै लगाएर, थाहा नै भएन नि त। मार्किङ पनि कहीँ केही देखिनँ है। गाइस दामी हुस्सु लागिसक्यो होइन माथि। टक्क अहिले चाहिँ गर्मी भएको थियो धरानमा, अहिले पुरै गर्मी के अरे चिसो भइसक्यो क्या। यो चाहिँ साराङ भन्ने ठाउँ रहेछ होइन, यहीँदेखि हुस्सु छ क्या। यो यार जाम लागेको छ त। अनि किन बाटो फर्की भन्छ त अगाडि ट्राफिकले। अनि त्यहाँले डेन्जर लागेको छ क्या, केही देख्दैन अगाडि है। पहिरो पनि झरेको रहेछ क्या। अनिल भाइ अर्कै चिसो फिल भयो त यार। पहिरो गाइस, पहिरो माथिदेखि झरेर आएको रहेछ नि त। अनि सो गाइस हामी त्यतिखेर भेटार आइपुग्यौँ होइन। झरना जाने बाटो, पाथी बजार मन्दिर जाने बाटो, इलाका प्रहरी कार्यालय भेटार धनकुटा। ए होइन इलाका प्रहरी कार्यालय चाहिँ यता रहेछ भनेपछि मेन बाटो त्यही होला नि होइन सर। धनकुटा जाने यतैबाट हो। हस् त्यो मेन हाइवे रहेछ क्या, त्यहाँ अलिकति कन्फ्युजिङ रहेछ त्यो चोकमा क्या। चिसो भयो यार गाइज, कठ्याङ्ग्रे क्या हात शीतले। अब चाहिँ ओह्रालो झरेर तमोर पुगिन्छ क्या हो। कार्की छाप रे यो चाहिँ गाइज। खोलाको किनारमा बसी नछुटिने कसम खाएको। नमस्ते झर्ना भनेको यो जस्तो लाग्यो। त्यहाँ तपाईँको एउटा झर्ना होइन, सिमसुरा नमस्ते झर्ना भनेर गेट त्यहाँनिर थियो होइन, त्यही हो जस्तो लाग्यो झर्ना। अनिल भाइ नमस्ते झर्ना कहाँ हो त? अनि त्यो उता कुनामा भएको त्यही हो नमस्ते झर्ना। ए ल यहाँ पहिरो छ जस्तो छ नि गाइस। त्यो नि त पहिरो कन्सिडर रहेछ। तमोरको पुल तरियो गाइस। तमोर पुल तरियो। अनिल गाइस हल्का रात पनि पर्न लाग्यो है। अब धनकुटा हिँडे 10 किलोमिटर होला सायद। धरानको बजारमा के छिटो यार कानमा बेला बेलामा अनिल भाइ चाहिँ अघि छ जिक्सरमा। ओइ
मलाई त फेरि हिँडेदेखि डर लागिहाल्छ क्या गाइड ह्यापजेड हो नि त पिलित्तै हुन्छ पिलित्तै जति बचाए पनि बाटो त रहेछ नि त यहाँनिर त अनि फेरि झुर सब इभी गुडेको छ यार बाटोभरि यार त्यो पारीको बजार कि हिले बजार त होइन होला त्यत्रो घुमेर तेह्रथुममै माग्नुमै होला हो त्यो गाई धनकुटा बजार आइपुग्यो लगभग ओ अनिल यता हो यताबाट निस्किन्छ हो र कति घुम्नु पर्ला नि त फेरि चिया खाएर जाने भनेर खासमा बजारमा हिलेमा ल जाउँ ए त्यहाँ चोक भयो त्यहाँबाट लेफ्ट लाग्यो भने माथि गयो होइन यता चाहिँ धनकुटा बजार छिर्यो क्या बजार ए धनकुटा बजार चाहिँ मेन चोक हो धनकुटा बजार कता हो यार यता हो ए यो चाहिँ बजार छिरेर त्यहाँबाट बजार छिरेर यताबाट माथि लाग्दो रहेछ क्या उहाँ बजारहरू पनि हुँ माथि नै तेह्रथुमको पुग्ने नागलुङ बजार होइन यो चाहिँ धनकुटाको मेन बजार हो ए अहिले टाढा गयो भए चाहिँ सर्टकट ए यो चाहिँ सर्टकट हो यो यहाँ मेला लाग्छ क्या पुरै यहाँ त टेन्ट हालेको छ त पुरै बाटैबाट ए बजार थियो सर्टकट रहेछ नि त अब धनकुटा बजार सक्यो अब माथि हिले धनकुटाबाट माथि गएपछि हिलेमा चिया खानु पर्थ्यो हामी दामी चिया त्यो यार कत्रो खाल्टो हो पुरै डाँडा भोरी बत्ती छ है कुनै बेला आमा चक्क मन नै हुन्थ्यो धनकुटा हिले बजारमा यहाँलाई स्वागत छ अरे है गाइस बस्ने कि जाने चिया खाएर जाउँ भनेर हो कता ए टाढा हुँदैन यसो जिउ तताएर जाऊँ भनेर हो नभए जाँदै गर्नु न हजुरहरू हामी आउँछौँ अलिक दामी ठाउँमा चिया खाइदिउँ न बसेर भनेर हो अनिल भाइ कहाँ हरायो त अनि कहाँ छ यहाँ चिया खाने ठाउँ थाहा छैन ऊ नि नयाँ हो ऊ पनि नयाँ हो म नि नयाँ हो चिया खाने ठाउँ नि भेटेन यार सो हामी चाहिँ अहिले बसन्तपुर आइसकेको छौँ बसन्तपुर कहाँको बसन्तपुर भन्दाखेरि तेह्रथुमको बसन्तपुर नि फेरि काठमाडौँको बसन्तपुर होइन नि फेरि सो गाइस दिस इज बसन्तपुरमा गुराँस अब यहाँ अगाडि गुराँस सिमेन्टीको गुराँस तर गुराँस चाहिँ फेरि यहाँनिर भन्दा अगाडि चाहिँ के उसको गुराँस घारी के अरे तिनजुरे तेह्रथुमको एकदम फेमस गुराँस जङ्गल ल हामी जान्छौँ ल तपाईँहरू निक्लिँदै गर्नु उहाँ भेट्नुपर्छ ल चिया त भर्खर खाएको नखाने कफी नखाउँ होला अनि हामी यहाँ छौँ भनेर कसरी थाहा पाउनु भयो त अनि मजाको तातो हुने यतिको होइन चिसो भन्दा पनि त्यो के भयो भन्दाखेरि बाइक आँखै नदेखिने क्या हुस्सुले गर्दा बाटै नदेखेर चाहिँ टेन्सन क्या हामी त बिस्तारै बिस्तारै आएको नि नत्र त अघि नै पुगिसकिन्थ्यो गाडी पुग्न पुग्नै लागिसक्यो अरे हामी त धेरै ढिलो हुने भयो
कफी एट बसन्तपुर तर कहाँको भन्दा तेह्रथुमको काठमाडौँको होइन नि भोटेको कफी है फेरि ओरिजिनल टेस्ट बब्बाल बब्बाल छ टेस्ट दामी छ पक्का छ म्याग्लुङ बजारमा हामी भएको कान्छीलाई देखेको एकै नजरमा नेपाली बाबु मेरी नेपाल हो यो कता आइपुग्यो यो बसन्तपुरबाट सिधै माथि हालेको We are coming, we are coming. सर म्याग्लुङ बजार कताबाट यतैबाट हो गुराँस फुल्ने सिजन हो कि होइन सब तिनजुरे क्षेत्र क्या म्याग्लुङ नगरपालिका चाहिँ हामी प्रवेश गऱ्यो होइन ट्याक्क लगाएर कस्तो दामी 2 लेनको बाटो रहेछ यार यस्तो दामी बाटो क्या केही लुट्दैन है टक्क बस्ने पार्टी बोगाहरू पनि बनाएको रहेछ ठाउँ ठाउँमा स्याल गाई स्यालै स्याल छ यार यतातिर पुरै स्यालको बच्चा हो कि बाघको बच्चा हो डम्मरु यार 3टा थियो यार 3टा आँखा टल्का थिएन भनेपछि स्यालै होला है बाघको भए त आँखा टल्किन्थ्यो नि त अनिल भाइ कहाँ हरायो यार जाम फिलिली के भयो को ए बाइकमा उहाँहरू हो ल भोलि भेटौँ ल हजुर जान्छौँ म त जिरी खिम्ती रहेछ म त जिरी मात्रै होला भने क्या के भयो जाम फाइनली म्याग्लुङ बजार आइपुग्यो है कति भन्दाखेरि 8:51 भयो अनि त्यसपछि गएर ठ्याक्कै धरानबाट कति किलोमिटर रहेछ भन्दाखेरि 112 किलोमिटर रहेछ या धरानबाट म्याग्लुङ 0 किलोमिटर अब कहाँ जाने हो अब अनि त्यसपछि गएर चाहिन्छोमा बिरालो यो यहाँको रहेछ यार यो कहाँ आएको भनेको यो बिरालोको भएको त्यहाँ चोकको रहेछ त है अब यहाँबाट कहाँ जाने हो पुरै आँखा त टल्किरह लाइट हो कि टल्किनी बालेको हो कहाँ हो यार फोन गर्नुपर्छ ल बिरालो हो कि के हो यो बिरालो होइन युटर्न हान्ने ठ्याक्कै हामी त्यहाँबाट लेफ्ट लागेर युटर्न हानेर तलतिर आयो ढलान गरेको बाटो हो ए भनेपछि त अब धेरै तल आयो नि त्यही अहिले लामो चौतारा भन्ने बोर्ड भएको रहेछ ल मलाई यही जस्तो लाग्थ्यो क्या है हो भेनाहरू टेम्पोमा होइन हो ल ल ल ल ल ल ल जाम हामी त तल पुगेर आएको आइपुग्यो जस्तो छ यसो हेर्दाखेरि स्पिड हाइछ स्पिड आइपुग्यो ओके पछाडि हाल्दियो भने यहाँ अगाडि हाल्दा नि टेम्पो राखेको हामी ढिलो गऱ्यौँ नि त अनि हामी यस्तो सुत्ने बेला आइपुगेका छौँ अनि हामी यति ढिलो आइपुगेपछि अनि कहाँ हुन्छ त अनि हामी वी आर
home. We are in homestay, yaar. Look at the area. This is like a homestay, yaar. Oh hi, what's up? Because good. Now यो homestay को नाम के हो दाइ? यो होमस्टे आले होमस्टे आले homestay. Okay, nice. अनि कम्फर्टले आयो कम्फर्टली गरेर त यति ढिला भयो नि हैन? अनि दुईमा हुँदैन आँखा देख्यौ आँखा देखियो देखेन त नमस्ते सबैलाई नमस्ते बस्ने मात्रै होइन अब त पोलिटिक कसरी बस्ने हो आजको क्लाइमेट त राम्रो हो नि क्लाइमेट एकदम साथ दिएको अलिकति हामीलाई भनेको ढिलो मात्रै भएको हामी अरू सबै कुरा दामी भएको ताइ केबाट सुरु गर्ने र हामी बाटो कतै भुल्नु भयो भुलिएन हामी बिस्तारै भनेको जाडो चाहिँ पक्कै भयो चिसो चाहिँ भयो अनि त्यो कुहिरोले अलि बाटो देख्न गाह्रो पर्यो अनि बिस्तारै आयौँ त्यो फगले गर्दा अनि त्यो भएर अनि फेरि यहाँ यो जिरी खिम्ती बजारसम्म अनि साथीहरू दुईटा बाइक रहेछ क्या उहीँ तलै धरानमै भेटेको फाइनल्ली वी रिच हामी त यहाँ रिसोर्ट कुन हो नाम सोधिरहेको छौँ यहाँ होमस्टेको ओ माई गड अप्पर फ्लोर अझै लाइट पोर्कीको लाको यो अरिङ्गाल हेर्नु यहाँ छैन नि फेरि छैन नि ओ गाइस अरिङ्गालको त दामी हुन्छ नि त यो भुटन बबाल हुन्छ आइपुग्यो है फाइनल्ली गाइस सो गाइस हामी चाहिँ फाइनल्ली आइपुग्यो होइन बिस्तारै बस्दै आएको होइन तल चाहिँ अलि फेरि किन बिस्तारै नै आयो भन्दाखेरि त्यो हुस्टुले बाटो नदेख्ने रहेछ क्या अनि त्यसपछि फाइनल्ली उयो आएको तेह्रथुम फाइनल्ली आइपुग्यो तेह्रथुम म्यागुङ बजार है अनि ठ्याक्कै हामी चाहिँ रमाइलो छ त्यो माहौल बाटोबाट स्याट्टा घरमै छौँ हामी हाम्रो पार्किङ चाहिँ त्यहाँ तल भएको छ अस्ति मसँगै टाइम त्यहाँ छ होइन एफजेड अनि एउटा सुजुकी थप्यो सो ल आजको लागि गुड नाइट सी यू अन नेक्स्ट भ्लग किप लाइकिङ किप सपोर्टिङ किप वाचिङ थ्याङ्क यू